गर्नुहोस्। सर्च बारमा गएर nebeducation.com सर्च गर्नुहोस्। पहिलो लिङ्क ओपन गर्नुहोस्। हजुरहरूले यस्तो इन्टरफेस देख्न सक्नुहुनेछ। माथि देखाइएको क्लास 12 GPA क्याल्कुलेटरमा क्लिक गर्नुहोस्। यस्तो इन्टरफेस सो हुनेछ। अब यहाँ चाहिँ हजुरहरूले +2 चाहिँ कुन चाहिँ फ्याकल्टीबाट कम्प्लिट गर्नुभएको हो त्यो चाहिँ चुज गर्नुहोस्, साइन्स या म्यानेजमेन्ट। मैले चाहिँ यहाँ अहिलेको लागि साइन्स फ्याकल्टी चुज गर्छु। थोरै स्क्रोल गरेपछि हजुरहरूले यस्तो इन्टरफेस देख्न सक्नुहुनेछ। यहाँ चाहिँ हजुरहरूले प्र्याक्टिकल र थ्योरीमा एटेम्प्ट गर्नुभएको मार्कहरू हाल्नुपर्नेछ। मैले चाहिँ अहिले हजुरहरूलाई देखाउनको लागि यहाँ र्यान्डम मार्कहरू हाल्दिनेछु। यहाँ चाहिँ हजुरहरूले कुनै एक्स्ट्रा सब्जेक्ट पढ्नु भएको छ भने यहाँ एड एडिसनल सब्जेक्टमा क्लिक गरेर एड गर्न सक्नुहुनेछ। थोरै स्क्रोल गरेपछि त्यहाँ हजुरहरूले क्याल्कुलेट माई GPA भन्ने अप्सन देख्नुहुनेछ, त्यहाँ क्लिक गर्नुहोस्। हजुरहरूको अगाडि यस्तो इन्टरफेस सो हुनेछ। यहाँ चाहिँ हजुरहरूले आफ्नो डिटेल्स एड गर्नुहोस् र क्याल्कुलेट GPAमा क्लिक गर्नुहोस्। यसो गर्न साथ हजुरहरूले यसरी आफ्नो GPA देख्न सक्नुहुनेछ। त्यसै गरी म्यानेजमेन्टतर्फ पनि हजुरहरूले गर्न सक्नुहुनेछ।